हेलो साथीहरु, फेरि पनि तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि आज चाहिँ म ड्रिम्स फर के गर्छु अनि के हुन्छ कस्तो हुन्छ म तपाईहरुलाई चाहिँ भन्छु है। नयाँ के गर्ने सोचमा छु, तर के गर्ने थाहै भएन के गर्ने नै थाहै भएन। त्यही भएर अहिले म फर्स्ट टाइम फुस्टुङलेहरुलाई बुक लिएर यस्तो कमेडी भिडियो ल्याउँछु साथीहरु। अनि तपाईहरुले हेर्नु होला है त मेरो भिडियो। ल साथीहरु, अहिलेको लागि यति नै। एकछिनमा म भिडियो बनाउँछु अनि तपाईहरुलाई देखाउँछु है त। साथीहरु, अहिले दिउँसो भइसक्यो। अब म फर्स्ट टाइम फुस्टुङलेहरुलाई बुटुल्न जान्छु है त साथीहरु। केही नयाँ पाउँछु कि मैले हैन, तिनीहरुलाई बुटुलेर केही स्पेशल गर्छु म तपाईहरुको लागि। अभी मजा आएगा ना भिडो है। त्यही भएर हिँडिरहेको छु कोही देख्दिनँ यतातिर। हेर्नु, हाम्रो टोल खाली छ, केही छैन यो टोलमा। बच्चाहरु पनि छैनन् खै त। बच्चा फर्स्ट टाइम फुस्टुङहरु पनि कोही पनि छैन, सिर्फ हामी मात्र। एकछिन है त साथीहरु, हिँड्न थाले है त। बच्चाहरु भेटिन थाल्यो। ल साथीहरु, ल अब के गर्नु पर्यो, भिडियो बनाउनु पर्यो साथीहरु। ल ल हेलो गाइस, ल ल है त। हेलो गाइस, ल ल सबैजना लाइन लगाएर बस त। म अब के गर्नु के भन्छ भन्न नि यहाँ नआएको। तिमीहरूलाई के गर्न मन छ ल भन। हामीलाई मोमो What? Bro, what are you talking about, man? खान मन छ। अनि अर्को बर्गर खाऊ। मलाई पिज्जा खानु मन छ। खाने का पैसा नहीं है तुझे। पिज्जा, मोमो, बर्गर, पिज्जा, त्यो बाहेक अरू भन न। खाने कुरा होइन, यसो हुन्छ नि इन्ट्रेस्टिङ कुराहरू केही भन न। मलाई भात बट्टी जानु मन लाग्छ। भात बट्टी नि त कौन है ये लोग? कहाँ से आते हैं ये? किसक्यो त्यो होइन के, त्यो नाच्ने गाउने त्यस्तो। मलाई स्केटिङ जानु मन लाग्छ। मलाई स्केटिङ जानु मन लाग्छ। ल बच्चाहरू यस्तो भइरहेछ है। म नयाँ ल्याउँछु भनेको बच्चाहरूलाई देखेपछि। ल ऱ्याप हान नि त, ब्याटल गर नि त। ल ऱ्याप ब्याटल हान्न आउनु न। ल के ट्यालेन्ट देखाउ नि त आफ्नो। ल नाच नाच्देऊ त। ल कोही गाउन हो भने गा। ल गा र गर। म त्यतिकै आउट टाइममा नाच्दिम। ल नाच। अभी मजा आएगा ना भिडो। नाच के हुन्छ र। आउन फेरि कहाँ आउँछ र घुमेर यो बालपनको उमेर। सिरमाले के गर्दिम भन्दिम। ल भन। सिरमाले यसो गर्दिम। मेरो कहाँ आउँछ घुमेर बालपनको। बालपनको गर्दिम। यस्तै छ साथीहरु। यिनीहरूलाई खै के गर्न लगाउने होला है। मसित पैसा पनि छैन हैन, केही च्यालेन्ज गरौँ भने हैन। कोहीसित पैसा छ च्यालेन्ज यसो गर्नलाई। उससे आ गए रे बाबा, इधर जहर खाने का पैसा नहीं है तू जा रे। कोहीसित केही पनि छैन साथीहरु। खै के गर्ने बोर भइसक्यो। चौर पनि खाली छ, सबै खाली संसारै खाली हुँदैसक्यो। खै कतै केही देख्दिनँ म। खै के बनाउने। अब युट्युब च्यानल त खोलिहाले, तर युट्युब च्यानल खोलेर के गर्नु। अब हाल्ने केही चिज नै नभएपछि अब खोलेर मात्र के गर्ने त। अब केही उपाय छैन। त्यही भएर यसो अब भाइहरूको टर्न आयो है। ल भाइहरू केही छ, के गर्न मन छ, केही भन्न मन छ भने यसो भन त। ल भन त हाम्रो मोटे भाइ। ल केही भन्न मन छ भने यसो भन त। केही ल भन त भाइ। लजाए जस्तो छ भाइहरू। भाइहरू मन पर्यो भने यस्तो टक्क लाएर मलाई सम्पर्क राख्नु होला है।
भाइहरू मन पर्यो भने टक्क लाएर बहिनीहरू होइन फेरि मैले त्यस्तो त्यो नराम्रो सोच्ने भनेको होइन है साथीहरू यसो जिस्किँदै भनेको म त केही छैन के गर्ने त्यो केही नभएको हुनाले त्यस्तो हो कि खास कुरा चाहिँ ल नयाँ सेल्फी स्टिक किनेको नि फाइदै भएछ अरे कहना क्या चाहते हो अब के गर्ने के नगर्ने भइरह म कता जाम के गरौँ भइरह साथीहरू क्या करूं मैं मर जाऊं पानी पी टेन्सनमा पो परे त म त हौ अब भिडियो बनाऊँ भने के बनाऊँ अनि अरू के हुन्छ त खाने च्यालेन्ज गरौँ भने मसित पैसा छैन अब फस्टाङ फुस्टुङ रेग्ला केही गरौँ भने अब खै यिनीहरू केही गर्दै गर्दैन हाँस्छ मात्र के गर्ने हो र कमेन्टमा भन्नु न साथीहरू यो गर भनेर म त्यही गर्थेँ त्यही गर्छु अब त्यस्तो छैन त्यो भएको भएर साह्रै झ्याउ भयो मलाई साथीहरू ल यसो ल प्लिज है साथीहरू मलाई सपोर्ट गर्न पर्यो के गर्ने भनेर बताओ ना कुछ तो बताओ अरे कुछ तो बताओ कुछ तो बताओ कुछ तो बताओ ना एउटा उपाय दिन पर्यो साथीहरू मलाई ल एकछिन बसौँ है त साथीहरू मैले चाहिँ नि एउटा गेम लिएर आएको छु है अभी मजा आएगा ना भिडो हैन गेम चाहिँ के भनेको के हो भन्दाखेरि चाहिँ तपाईँहरू पक्क पनि खेलिसक्नु भयो होला होइन आँखा छोपी गेम आँखा छोपी गेम खेल्न लागेको छौँ त्यो बच्चाहरूको आँखा छोप्ने अब यिनीहरूलाई आँखा छोपेर समाजले के खेलिने नै हो म चाहिँ नि भिडियो पनि बनाउँछु खेल्न पनि खेल्छु ल कोडुम हुन्छ ल भन त ल इमान्दार भएर हात उठाऊ ल रोशनी बहिनी हुन्छ भनिसकेको छ लाइक सब्स्क्राइब दिनु म समाज दिन्छु थाइल्यान्डबाट मै समाज दिन्छु ल रोशनी बहिनी भइसकेको छ है यो यत्रो ठुलो ल्याहा मान्छे पाएन त सिरानी ल्याएको मगरले दिदी हो तपाईले के भन्न चाहनुहुन्छ यो हाम्रो दादालाई भन्नुपर्छ ल है ल ऊ चाहिँ नि ल रेडी भइसक्यो है त्यो कतिवटा औला हो दुईटा यो ल घुमाऊ उसलाई यता लिएर आऊ पहिला ल यता आऊ साथीहरू ल आऊ सबै आऊ न यो चौरमा खेल्न पर्यो है अब ल 3 चोटि घुमाऊ ओ आऊ न तिमीहरू छिटो आऊ जल्दी कर केही दिए छैन नि ल छिटो छिटो ब्याटले हान्ने होइन हान्न चाहिँ पाइन्न है फेरि ऊ हाम्रो कुट्टु पनि खेल्न आइरह ल घुमाउ च्याखु दीदी वो तो कुचल के दीदी तीन दीदी वो तो कुचल ल ल भयो स्टार्ट ल है साथीहरू तपाईँलाई म बच्चापनको याद दिलाउँछु लड्यो हान्ने होइन त्यसरी साह्रो रमाइलो चाहिँ भएको छैन मलाई झ्याउ लाग्छ कि मेरो युट्युब च्यानल देखेर मलाई झ्याउ लाग्छ अरे तपाईँहरूलाई
झ्याउ लाग्छ होला है साथीहरू मलाई बोर हुन्छ कि मेरो भिडियो आफ्नो भिडियो आफैलाई हेर्न बोर हुन्छ भने चाहिँ अब तपाईँहरूलाई कस्तो बोर भएको छ होला त्यही भएर यसो मलाई केही आइडिया दिन पऱ्यो कि बताओ ना कुछ तो बताओ अरे कुछ तो बताओ कुछ तो बताओ कुछ तो बताओ ना म के खोजिरह नाचिरह उभिरह के गर्नु लाग्यो होला है हाम्रो टोलको बच्चाहरू पनि यस्तो छ कि त आफ्नै पारामा लड्यो भने के हुन्छ है फेरि बादरभन्दा कम चाहिँ छैन नि यो भाइ साथीहरू गाह्रो छ भिडियो बनाउन खै म त लाग्यो घरतिर लागेँ साथीहरू अब म खै मैले केही पाइनँ बनाउनुको लागि भिडियो खै दिमागमा नि केही आएन मान्छे नि नभएको भन्ने हो कि मलाई युट्युब च्यानलमा भ्लग बनाउन आउँदैन आएको भन्ने हो कि के भन्ने होला साथीहरू खै यसो म त वाक्क लागिसक्यो वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन सुर्ताल केही नपाई बस्न देऊ एकछिन यस्तै भएको छ जिन्दगी के गर्ने अब मेरो कुट्टु कता कुट्टु मेरो कुट्टु राजा घरको राजा कुट्टु आफ्नै पारामा अब हिँड्नुहुन्छ मलाई त कतिले त पागल पनि भनिराख्नु होला है साथीहरू बात तो सही है घर आए साथीहरू म बोर भएर अब सापी खुल्नु पऱ्यो अब तपाईँहरूलाई दिनभर के गर्छु भनेर देखाउँछु भनेको भिडियो अब दिनभर के गर्छु होइन बरु अब दिनभर चाहिँ नि म सुतेर बस्छु अब त्यही हो भाइ खत्म बाय बाय टाटा गुड बाय गया उपाय भनेको त्यही हो जस्तो लाग्यो ल घर पनि फाइनली आइयो कोठामा छिरियो फाइनली लाइट अन गर्छु अब एउटा उपाय छ तपाईँहरूको लागि के उपाय भन्दाखेरि टक्क यस्तो गर्ने अनि यसलाई तल सार्ने यस्तो गर्ने अब दिनभर मैले के गरेँ भन्दाखेरि अब यही हो साथी सुतेर बस्छु अब बाय बाय मेरो दिनभरको भ्लग यही हो साथी अब कौन है ये लोग कहाँ से आते हैं फाइनली साथीहरू म उठिसकेको छु अब मेरो दिनभरको भ्लग चाहिँ तपाईँहरूले देखिसक्नु भयो होला के अरे अब यति भन्दै भोलि भेटौँला साथीहरू बाई बाई टाटा सायनारा आरिगातो